पुराना अध्ययनहरूले महिलाहरूको तुलनामा पुरुषहरूलाई 10 वर्ष अगाडि नै मुटु सम्बन्धी रोग लागेको देखाएको थियो, विशेष गरी कोरोनरी हार्ट डिजिज अर्थात् मुटुका विभिन्न भागमा रगत पुर्याउने रगतको नलीमा बोसो जमेर हुने समस्या, जस्तै हृदयघात। त्यस बेलामा पुरुषहरूमा धूम्रपान, मधुमेह र उच्च रक्तचापको समस्या भएको कारणले पनि त्यस्तो हुन सक्ने अनुमान गरिएको थियो। तर आजभोलि महिलाहरूमा पनि मोटोपना, मधुमेह र उच्च रक्तचाप पुरुष सर वा त्योभन्दा पनि बढी देखा पर्न थालेको छ। त्यसैले पुरुषहरूमा मुटुको समस्या महिलाहरूभन्दा 10 वर्ष अगाडि नै देखा पर्ने जुन अन्तर थियो, त्यो अन्तर सम्भवतः कम भएको हुन सक्ने आकलन गरिएको थियो। तर जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एउटा अध्ययन अनुसार त्यो अन्तर अझै पनि कायम छ। अमेरिकाको विभिन्न शहरमा 5115 जना मानिसहरूमा लगभग 3 दशक लामो यस अध्ययन अनुसार महिलाहरूको तुलनामा पुरुषहरूलाई 10 वर्ष अगाडि नै हृदयघात हुन्छ। एथेरोस्क्लेरोसिसको कारणले हुने कोरोनरी हार्ट डिजिज अर्थात् मुटुका विभिन्न भागमा रगत पुर्याउने रगतको नलीमा बोसो जमेर हुने समस्या जसले हृदयघात हुन्छ, त्यो चाहिँ महिलाहरूको तुलनामा पुरुषहरूमा 10 वर्ष अगाडि नै हुने गर्दछ। यस अध्ययन अनुसार 35 वर्षसम्म हृदयघात हुने जोखिम महिला र पुरुषमा समान रहन्छ, तर 35 वर्षपछि पुरुषहरूमा यो जोखिम तीव्र रूपमा बढ्न थाल्छ। किन पुरुषहरूलाई महिलाहरूभन्दा 10 वर्ष अगाडि नै हृदयघात हुने सम्भावना रहन्छ? प्रचलित जोखिमहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना बाहेक शारीरिक र सामाजिक कारणहरू हुन सक्ने यस अध्ययनले बताउँछ। त्यसैले विशेष गरी पुरुषहरूले कम उमेरमै मुटु स्वास्थ्यको जाँच गराउनु पर्दछ भनेर यस अध्ययनले बताउँछ। मुटु रोग विशेषज्ञहरूको अनुसार मुटुमा रहेको रगतको नलीमा बोसो जम्नको पछाडि कोलेस्टेरोलको प्रमुख भूमिका रहन्छ। त्यसैले आजभोलि मुटु रोग विशेषज्ञहरू विशेष गरी 3 वटा कोलेस्टेरोलको जाँच गराउन सल्लाह दिन्छ: एलडिएल कोलेस्टेरोल, एपोबी, लाइपोप्रोटिन ए, लाइपोप्रोटिन सानो ए। तपाईको घरमा वा परिवारमा कसैलाई हृदयघात भएको थियो वा छ भने तपाईले पनि आफ्नो मुटु स्वास्थ्य जाँच गराउनु होला। मुटु रोग विशेषज्ञहरूको सल्लाह अनुसार तपाईले आफ्नो मुटुमा रहेको रगतको नलीमा बोसो जमेको छ वा छैन, छ भने कति प्रतिशत ब्लकेज भएको छ त्यो पत्ता लगाउनका लागि कोरोनरी आर्टरी क्याल्सियम टेस्ट र कोरोनरी आर्टरी सिटी एन्जियोग्राम गर्न सक्नुहुनेछ। सचेत बनाऊ, स्वस्थ रहौं। धन्यवाद।